के नेपालले ओडिआई स्ट्याटस रिटेन गर्ला त? अहिले सबैमा एउटा शङ्का रहिरहेको छ कि नेपालले ओडिआई स्ट्याटस रिटेन गर्दैन। नेपालको ओडिआई स्ट्याटस जानेछ र नेपाल जुन 2018 मा जुन ओडिआई स्ट्याटस पाएको थियो त्यो अब नेपालले गुमाउनेछ। क्रिकेट वर्ल्ड कप लिग 2 को लगातारको हारपछि सबैमा यही शङ्का उत्पन्न भइरहेको छ। तर त्यति सजिलै नेपालको ओडिआई स्ट्याटस भने जाने छैन। यदि नेपाल क्रिकेट वर्ल्ड कप लिग 2 को बटम 4 मै रह्यो भने पनि अर्को चान्स भने हुनेछ। क्रिकेट वर्ल्ड कप लिग 2 मा नेपालले जम्मा 36 वटा म्याचहरू खेल्नेछ र जसमध्ये नेपालले 19 वटा म्याच खेलिसकेको छ र बाँकी रहेको छ अब 17 म्याच। त्यो म्याचहरूमा नेपालले राम्रो गर्यो भने बटम 4 मा सायद नरहन पनि सक्ला। तर नेपालको जुन अहिलेको गेम हेर्दाखेरि र अरू टिमहरुसँगको पोइन्ट्सको डिफरेन्स हेर्दाखेरि नेपाल बटम 4 मै रहने चान्स बढिरहेको छ। अब अघिल्लो पटकको जस्तो चमत्कार गर्यो भने नेपाल टप 4 मा पनि रहन सक्ला। अघिल्लो साइकलको जस्तो जुन लगातार 12 वटा म्याचमा 11 वटा म्याच जितेको थियो पहिला। तर त्यस्तो फेरि हुन नसक्ला। यदि नेपाल बटम 4 मा रह्यो भने के हुनेछ त? यदि नेपाल बटम 4 मा रह्यो भने आईसीसी च्यालेन्ज लिगबाट आएका 4 वटा टिमहरु र बटम 4 को यो क्रिकेट वर्ल्ड कप लिग 2 को बटम 4 को टिमहरु खेल्नेछन् र त्यसको टप 4 मा रह्यो भने नेपालले ओडिआई स्ट्याटस जोगाउनेछ र वर्ल्ड कपको जुन क्वालिफायर छ त्यो पनि खेल्नेछ। जुन ओडिआई वर्ल्ड कपको क्वालिफायर हुन्छ त्यो पनि खेल्नेछ। त्यही हुनाले अझै पनि नेपालको ओडिआई स्ट्याटस भने गइसकेको छैन र बटम 4 मै रह्यो भने पनि च्यालेन्ज लिगबाट आएका टिमहरुसँग नेपालले प्लेअफ खेल्नेछ र नेपालले ओडिआई स्ट्याटस जोगाउनेछ र वर्ल्ड कपको क्वालिफायर पनि खेल्नेछ। यसमा ढुक्क भौं।